हेलो, नमस्ते। मेरो फेसबुक पेजमा जोडिनुहुने सम्पूर्णलाई म विकी रमेशको तर्फबाट होइन। फेसबुकले एउटा क्राइटेरिया दिएको थियो, तपाईँको चाहिँ त्यो 10,000 साथीहरू पुगाउनु पर्ने, अनि 1.5 लाख भ्युज हुनुपर्ने, त्यो सबै कुराहरू थियो। तर चाहिँ त्यो चाहिँ तपाईँहरूले आफ्नै भोइसमा ओरिजिनल कन्टेन्ट राख्नुभयो भने बढी नभए नि 15 सेकेन्ड 1 मिनटसम्मको कन्टेन्ट तपाईँको आफ्नै भोइसमा तपाईँले राख्यो भने त्यो क्राइटेरियाले केही फरक नपार्ने रहेछ कि। मलाई नि तपाईँको 10,000 साथीहरू अनि 1.5 लाख भ्युज पुगाउनु पर्ने भनेको थियो। तर होइन, मैले दिनकै 15 सेकेन्डको 14 सेकेन्डको जति भयो नि एउटा भिडियो दिनकै पोस्ट गरेँ। अनि तपाईँलाई के भन्छ, हप्ताकै एउटा च्यालेन्ज दिएको हुन्छ। त्यो पुरा गर्यो भने तपाईँले कन्टेन्ट मोनिटाइजेसनको टुल पाउन सजिलो रहेछ। तपाईँ हेर्न सक्नुहुन्छ, मेरो पनि जम्मा 2000 साथीहरू पुग्ने बित्तिकै मलाई पनि कन्टेन्ट मोनिटाइजेसनको टुल एक्टिभेट गरिदिएछ। त्यही भएर आफ्नो भोइसमा बनाउनुहोस्, आफ्नो रियल भोइस हुनु पर्यो। अनि त्यही पनि खै फेसबुकले मलाई नि दियो कन्टेन्ट मोनिटाइजेसनको टुल। आज लगभग 10 दिन जति भयो कन्टेन्ट मोनिटाइजेसनको टुल एक्टिभेट भएको। त्यही भएर म के भन्न चाहन्छु भने सबैजना जसले फेसबुकमा काम गर्न चाहनुहुन्छ आफ्नै भोइसमा आफ्नै आवाजमा भिडियो बनाउनु होला र तपाईँले अवश्य पाउनुहुनेछ कन्टेन्ट मोनिटाइजेसनको टुल भन्न चाहन्छु।